मलाई लाग्दै लागेन तिम्रो भाडा ल्याऊ तैँले जति हिर्का पनि छल्दिन्छु भाइ म त बरु यसले लाग्छ मलाई तैँले हिर्का लाग्दैन कुट्न खोज्छ हेर भाडा कुरा फ्याले कि तेरो माइतीबाट दाइजो ल्याए पो तँलाई थाहा हुन्छ यसको माइतीमा त सालको पातमा भात खानेका सन्तान के रे अझ मेरो माइतीलाई छुन्छौ पुन्टे काजीकी छोरी हुँ म पुन्टे काजीको बुझौ मैले ल्याएको दाइजोले तिमीलाई जाड थोक्न पुगिरहेको छ ए कान्छी म त यिनीहरूको सधैँ झगडा मात्रै देख्छु नि के गर्ने लोग्नीलाई रक्सी नखाए चित्तै नबुझ्ने स्वास्नीलाई लोग्नी नकुटी भातै नरुच्ने आ जाऊ मलाई मेरो घर मेरो स्वास्नीले कुटी हे भगवान कस्तो जड्या लुक्ने पर्यो सुन्नुस् त नमस्कार नमस्ते यहाँहरू को हुनुहुन्छ कुन्नी मैले त ठम्ब्याउनै सकिन हजुर आजले यहाँ कतै बास पाइन्छ कि छैन बास आफ्नै उडी बास नभएला केको बास कहाँबाट आउनुभयो होला पाहुना देउता सर हुन्छ भन्छन् भइहाल्छ नि बस्नुस् न बस्नुस् यो ओढ्ने लिनुस् राति जाडो हुन्छ होला हामीले तपाईलाई धेरै दुःख दियौं के को दुःख अनि उहाँको आँखा मैले आँखा देख्न सक्दिन ईश्वर पनि कति निर्दयी हुन्छन् तर धन्न मान्नु पर्दैन चन्द्रमामा पनि दाग लागेको हुन्छ भनेर सन्तोष गर्नुपर्छ बरु कहाँसम्म जान लाग्नु भयो कुन्नी हेर्दाखेरि त श्रीमान श्रीमती जस्तो हुनुहुन्छ हो त्यो के भने किन लाज मान्नु भएको त्यो के भने हामी श्रीमान श्रीमती हौ हामीले बिहे गरेपछि हाम्रो परिवार राजी नभएर हामी भागेर हिँडेका हौ होइन धन्न नमान्नुस् तपाईको परिवार जबसम्म राजी हुँदैन तबसम्म यहीँ बस्नुस् ला त म गएँ है यो तपाईले के भन्नुभएको पहिला नै उहाँले हामीलाई श्रीमान श्रीमती भन्नुभयो त्यसैले अब एउटा केटा र केटी सँगै बस्दा यो भन्दा अर्को साइनो लाउनु पर्दा पत्याउँदैनन् होला हैन र यो लिनुस् रात धेरै बितिसक्यो अब सुतौं तपाई कहाँ सुत्नुहुन्छ ऊ त्यहाँ भुइँमा गुन्द्रिरहेछ म त्यही सुत्छु यो ओड्ने लैजानुस् न हैन तपाईलाई जाडो हुन्छ हेर्नुस् तपाईलाई भुइँमा सुत्नुपर्छ लैजानुस् प्लिज साउजी नमस्कार कस्तो जसंग बनाइदियो बज्जा हैन काइला
त आज भट्टीतिर नगएर इटा भट्टीतिर आछस् नि। तँलाई पनि काम गर्ने जाँच चल्दै कसो? हे भगवान, कस्तो कुरा गर्नुभयो तपाईँले? त्यस्तो पाप कुरो पनि मैले चिताउँछु? मलाई होइन, उसलाई काम चाहिएको छ। साउजी, बरु काम चाहिँ के होला? अब यो गाउँमा अरू काम के पाउनु नि? इटा बोक्ने भइहाल्छ नि साउजी। अब मैले तिमीलाई काम लगाइदिए बापत तिमीले मलाई 100 रुपियाँ दाम दिनुपर्छ नि भयो। 100 रुपियाँ? दाइ 100 रुपियाँ त छैन है, यो 2 रुपियाँ छ हुन्छ? बाबा लहेर कस्तो भिखारीको पछि लागेछु। खैलो त्यो भए पनि 1 ग्लास ठड्डा त आउँछ। लाऊ। यसरी नहेर्नुहोस्, लड्नुहुन्छ। आउनुभयो तपाईँ? आउनुहोस्। ओहो, नयाँ साडी लाउनु भएको रहेछ। काइली दिदीले दिनुभएको। सुन्नुहोस् न, मैले केही खाने कुराहरू लिएर आएको छु र आजबाट मैले नयाँ काम पनि पाएको छु। ए, धेरै राम्रो भयो। अनि काम चाहिँ कस्तो पाउनु भयो नि? अब काम कस्तो पाउनु नि, राम्रै पाएँ। आफू त पढे लेखेको मान्छे, फाइलहरू मात्रै हेरेर पुग्छ। फाइलहरू मात्र हेर्ने? अझ फाइलहरू त मैले राख्नै पर्दैन, अरूले नै राखिदिन्छ। त्यसो भए सजिलै रहेछ। सजिलै छ, तपाईँले चिन्तै लिनु पर्दैन। एउटा कुरा भनौँ, तपाईँले मलाई तपाईँ नभन्नुहोस्, अलि सुहाउँदैन, तिमी भन्नुहोस्। मेरो नाम श्रद्धा हो, बरु तपाईँको नाम चाहिँ सोध्नै बिर्सेछु। मेरो नाम म आफ्नो नाम कसरी भनौँ? चिनेर रिसाई भने? किन आफ्नो नाम भन्न डराउनु भएको? त्यो के भने, तपाईँ आफ्नो नाम भन्न चाहनुहुन्न भने म तपाईँको नाम राखिदिन्छु, ईश्वर। ईश्वर? हो, तपाईँ मेरो जीवनमा ईश्वर नै बनेर आउनु भएको छ। यो तपाईँले के भन्नुभएको? प्लिज, मैले भनिहालेँ नि, मलाई तपाईँ होइन तिमी भन्नुहोस्। हुन्छ बाबा, हुन्छ। तिमी रे? मैले श्रीमतीलाई तिमी भन्ने? म त मेरो श्रीमतीलाई त भन्छु, तँलाई डङ्किनी भन्छु। बासी भातको, घोडाको लातको, आइमाईको जातको भर हुँदैन, यिनीहरूलाई त दबाएर राख्नुपर्छ। बडा तिमी भन्ने? खै म त तिमी नै भन्छु। लुतिएर रेसोसिन् त मेरो स्वास्नी, मेरो स्वर सुन्ने बित्तिकै त्यसै थर काम्चे। अब हिजो कुरा हेर्न, सानो कुरामा किचिज गर्न थाली, मलाई रिस उठ्यो। मेरो पालो यसरी कुटी अहिले आफ्नै शरीर दुखिरहेछ। स्वास्नीले कुटे खाने, अनि तेरो शरीर चाहिँ कसरी दुख्यो नि? त्यो त अब मलाई थाहा छ नि। सरदा, यो तिमीले के गरे कि? यो सब म गरिहाल्छु नि। हेर, हात पोले होइन, खै उठ, आऊ यता बस। कति तपाईँलाई मात्रै दुःख दिने? मेरो लागि यो दुःख के पनि होइन सरदा, खाना म पकाइहाल्छु नि। के भयो? के पनि होइन, एकदम तातो रहेछ।
पानी पनि रहेनछ। म पानी लिएर आउँछु। तिम्रो श्रीमान खोइ त नानी? मेरो श्रीमान पानी लिन जानु भएको छ। हे भगवान, किन पठाएकी त? ऊ काम गर्ने ठाउँमा इँटा खसेर उसलाई चोट लागेको छ रे। बिचारा दिनभरि इँटा बोकेर थाकेको शरीरमा चोट लाग्दाखेरि कस्तो भयो होला। ए, मैले औषधि ल्याइदिएकी छु। तर मलाई उहाँले त भन्नु भएन। यो उसको तिमी प्रतिको माया हो नानी। तिमीले त आँखा देख्दैनौ। उसलाई चोट लागेको थाहा पाएपछि घरको सारा काम तिमीले गर्नुपर्छ भनेर उसले झुट बोलेको होला। हे भगवान, सबैलाई यस्तो लोग्ने किन पर्दैन? आफ्नो त कर्मै खोटो, जड्या लोग्ने पर्या छ। तर के गर्नु, माया लाग्छ। ला, खाना दिने बेला पो म जान्छु है। के गर्ने, पँधेरो पनि टाढा छ। पानी लिएर आउनु ढिलो भयो। पँधेरो टाढा होइन, दुखेको शरीरले पानी बोक्न गाह्रो भयो भन्नुस् न। कसले भने तिमीलाई? के तपाईँ इँटा बनाउने ठाउँमा काम गर्नुहुन्छ होइन? के तपाईँलाई आज चोट लागेको छैन? त्यो यहाँ आउनुहोस्। तपाईँले त फाइलहरू मात्र हेर्ने काम हो भन्नुहुन्थ्यो। त्यो त मैले झुट बोलेको। खास म पढे लेखेकै छैन। तपाईँ त नपढे पनि मेरो लागि ठुलो मान्छे हुनुहुन्छ। बिन्ती छ, यसरी झुट नबोल्नुहोस्। मेरो मन दुख्छ। हुन्छ। खै, कहाँ लागेको छ चोट? हातमा। खै, हात ल्याउनुहोस् त। है 1300-1440 यो 30 2000 पुर्याउन पाए त एउटा सानो तिलरी बनाएर लाउनु हुन्थ्यो। यो तिलरी लाउने धोको पनि कहिले पूरा हुने हो? तिलरी लाउनु पर्ने, तिलरी लाउनु पर्ने। जिन्दगी भर घाटिया मलाई झुन्डाएर हिँडिहालेछस् नि। बडा तिलरी लाउनु पर्ने। यो पैसा सही ठाउँमा र सही चीजमा खर्च गर्नुपर्छ। आज पनि हिँड्ने बेला श्रीमतीले कहाँ जान्ला श्रीमान भनेर भनी मलाई रिस उठेर 2 झापु 5 झापु हिर्काएर आएको। त्यसरी हिँड्ने बेला साइड बिगार्नुहुन्छ। कहाँ जान्ला भनेर कस्तो काममा जान्ला छ त्यसलाई के थाहा छ? दाइ पनि मैले त सुनेको भाउजूले पो तपाईलाई पिट्नुहुन्छ रे। कसले भने तँलाई? त्यस्तो बतासे कुरामा नलगाए जाने। भाउजू आउनुभयो। खोइ
यो मोरालाई पनि खुब ठट्टा गर्नुपर्छ। लाएर यसले पनि छोड्यो। बज्या फेरि खानु परेन अब। भाउजू आउनुभयो नगर बच्चाले पापा भने जस्तो भाउजाउनु भयो। पैसा चोरेर दिउँसै रक्सी खान लाज लाग्दैन? तपाईँ भन्दैछु नि तेरो स्वास्नी हो। अरे अब स्वास्नी चिन्न पनि छोड्यौ? अबे काइली त ए भगवान मलाई लुकाऊ। होइन कहाँ गए? हेर गिद्धले सिनु जस्तो खिचिरहेछन्। एक दिन श्रद्धा फर्केर आएपछि हाम्रो उठी बास हुन्छ। अनि थाहा पाउँछौ तिमीहरूले। खाने बेलामा त मिठो बोल, तिमी पनि खान्छौ कि? खन्चुवा चुप। हेर्नुहोस् बुढा, तपाईँले नै भन्नुभएको होइन त्यो श्रद्धा अन्धी भई भनेर? त्यही माथि त्यो खाते छ नि अभिषेक, त्यसले भगाएर लग्यो अरे। अब त्यो टोलै छोडेर जानेले के गरेर त्यो श्रद्धालाई लिएर आउला र? नचाहिँदो कुरा चासो लिनु हुँदैन के? खाने बेला नि के को किचकिच? खाऊ है बुढा। खाँदैछु। आखिर त्यो अभिषेकले श्रद्धालाई कहाँ लग्यो होला? श्रद्धालाई साडी ल्याइदिएको दाइ। हे तेरी स्वास्नीको मात्रै आँखा फुट्या भने त तिम्रो पनि आँखा फुट्या रहेछ। त्यस्तै अन्धीलाई भाङ्रा धोती ल्याइदिए हुन्थेन? खुब सारी किनिदिनु पर्ने, आँखा देख्ने होइन। मैले सक्ने भए छ नि दाइ, संसारको सबै खुसी ल्याइदिन्थे उसलाई। हेर बुद्धि, बरु मैले भने मान, खुट्टा भेट जुत्ता कति पाइन्छ त्यस्तै अन्धीलाई च्यापेर नबस। बरु मसँग गाउँमा 101 केटी छन्, म बिहा गराइन्छु तिम्रो। होइन दाइ, म अन्ध भएको भए उसले पनि त मेरो हेरविचार गर्थ्यो होला। अनि ऊ अन्धी हुँदा मैले हेर्नु परेन? के रे, तिमी अन्धो भइदिएको भए तिमीले स्वास्नी पहिलो गइसक्थे। यी आइमाहरूको भर हुँदैन। तर मैले लोग्ने अन्धो भए पनि स्वास्नी मान्छेले घरजम गरी खाएको देखेको छु। को छ र त्यस्तो गाउँमा अन्धो? तपाईँ के त? यो तिमी के भन्दैछौ? हो दाइ, तपाईँ सधैँ जान रक्सी खाएर हिँडे पनि भाउजूले दुःख सुख गरेर पाल्नु भएकै छ। कहिले पनि तपाईँलाई भोको नाङ्गो त राख्नु भएको छैन नि। तर लोग्ने भएर तपाईँले कहिले स्वास्थ्यले के लाई के खाइ हेर्नु भएको छ? कहिले तपाईँले भाउजूलाई सुखको सास फेर्न दिनुभएको छ? अनि तपाईँ अन्ध नभएर को त? माफ गर्नु होला दाइ, सत्य अलि तितो हुन्छ। श्रद्धा, मैले तिम्रो लागि साडी ल्याइदिएको छु। मलाई थाहा छ। कसरी थाहा पाए तिमीले? कतिपय कुराहरू मनले नै थाहा पाउँछ, आँखाले देखिरहनु पर्दैन। काना दाइ, तपाईँ? हो भाइ, तिमीले मेरो आँखा खोलिदियो। आजबाट म यही काम गर्छु। एकदम खुसी कुरा हो दाइ, भइहाल्छ नि।
बाबु तिमीलाई अरू थप पैसा चाहिन्छ भने लैजाऊ किनकि तिमीमाथि मलाई विश्वास छ होइन साउजी मलाई यति भए पुग्छ बरु साउजी मलाई अलिकति बढी पैसा दिनुस् न म दिनरात काम गरेर कटाउँछु कटाउँछस् काम गरेर तँ जस्तो जडियाको के विश्वास भने तँ आज के सोचेर आइस म आफ्नै दङ परेको छु ताइन दुई आफ्नलाई दुई साउजी काहीँ दाइलाई थप पैसा दिनुहोस् बरु यसको जिम्मेवारी म बस्छु साउजी तिमीले भन्छौ भने ठिक छ म उसलाई पैसा दिन्छु आज त भात खान पनि आएका छैनन् कहाँ बसेर जाड धोकिरहेका होलान् काइली होइन कहाँ गएका छौ दिनभरि भात खानु पर्दैन भने हेर त तिलरी राम 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 हे भगवान तिमी जाड मात्रै खान्थ्यौ अब चोर पनि भयो यो कसको तिलरी चोरेर ल्यायो चोरेर ल्याएको होइन भाउजू दाइलाई मात्र नहेर्नुहोस् दाइको यो ठेला उठेको हातलाई पनि हेर्नुहोस् त आज दिनभरि दाइ मसँग काम गरेर साउसँग अरू थप पैसा कामको लिएर यो तिलरी किन ल्याउनु भएको हो यो म के सुन्दैछु हो काइली ईश्वर भाइले गर्दाखेरि आज मेरो आँखा खुल्यो मैले तिमीलाई धेरै दुःख दिएँ अब म मेहनत गरेर म तिमीलाई सुखसँग पाल्छु मलाई एकचोटि माफ गर्दौ काइली यो के भन्दै हुनुहुन्छ माफ मागेर मलाई पापको बारे नभकाउनुहोस् हजुर नभकाउनुहोस् म त मात्रै तपाईँ सही बाटोमा आएको हेर्न चाहन्थे अब मलाई संसारको कुनै पनि खुसी चाहिँदैन कुनै पनि खुसी चाहिँदैन हजुर ईश्वर बाबु तपाईले लगाउनु भएको यो ऋण म कहिले पनि तिर्न सक्दिन भाउजू तपाईले पनि हाम्रो लागि यति धेरै गुण लगाउनु भएको छ भने तपाईको देवरको पनि त केही कर्तव्य हुन्छ नि बिहानदेखि तपाईले केही पनि खानु भएको छैन जाऊ भात खान जाऊ मैले पनि केही पनि खाएको छैन ईश्वर के भयो के गर्न लाग्नु भएको यो तपाईँ के गर्दै हुनुहुन्छ राजेश नभन्नुहोस् मलाई केही नगर्नुहोस् श्रद्धा नानी श्रद्धा के भयो श्रद्धा के भयो किन रोएकी दिदी मलाई बचाउनुहोस् ईश्वरले मेरो इज्जतमाथि खेलाड गर्न खोज्यो यो के भन्दै छौ नानी तिमी आफ्नो लोग्ने त्यो मेरो लोग्ने हैन त्यसले त मलाई सहारा दिन्छु भनेर यहाँ लिएर आयो र आज मेरो इज्जतमाथि हात हाल्न थाल्यो मैले त त्यसलाई ईश्वर जस्तो सोचेकी थिएँ तर त्यो त राक्षस रहेछ यो सब के हो ईश्वर काइला दाइ श्रद्धाको सारीमा आगो लागेको थियो त्यसैले निभाइदिएको हो त सारी सबै जलेछ
अब तिमीले थाहा पायौ नानी, जुन ईश्वरलाई मैले 2 दिन हिँड्दाखेरि चिने, तिमीले यत्रो दिन सँगै बस्दाखेरि पनि चिन्न सकिनौ। साह्रै दुःख लाग्ने कुरा हो। काइली जाउँ हिँड। मलाई माफ। जाऊ। ए हजुर, खाजा खान आउनुहोस्। ईश्वर, खाजा खान जाउँ हिँड। हुन्छ दाइ। लिनुस्। मलाई मात्र किन, ईश्वरलाई पनि देऊ न। आहा, यो खाजा तपाईलाई मात्रै हो, ईश्वरलाई दिन्न। किन भाउजू, मलाई चाहिँ यस्तो होला? किनकि तिमीलाई खाजा मैले ल्याएकी छैन, उसले ल्याएकी छे। सभा सदा, तिमी यहाँ किन आएकी? मैले तपाईलाई खाजा लिएर आएकी छु। यो तिमीले के गरेकी? मैले कति पटक भनिसकेँ यसरी काम नगर भनेर। अब त मैले यो काम सधैँ गर्नुपर्छ। किन? मेरो मनले मलाई नै सोध्यो र यही मनले मलाई नै उत्तर दियो। त्यसैले म तपाईलाई एउटा कुरा भन्न चाहन्छु। के कुरा? त्यो के भने के कुरा हो भन न। के तपाईले मलाई बिहे गर्न सक्नुहुन्छ? सभा, बिन्ती छ, म अन्धी नै भए पनि मलाई अस्वीकार नगर्नुहोस्, किनकि मैले तपाईं जस्तो साथी पाउन सक्दिन। तपाईले मेरो प्रश्नको उत्तर दिनु भएन नि। कति कुरा भन्नै पर्छ र? मनले बुझे हुँदैन? मेरो हजुर, तपाईले लाउनु भएको यो गुणलाई म जिन्दगीभर भुल्न सक्दिन।